रुम जाने सामान बनाउनु पर्यो, सबै प्याक गर्नु पर्यो। तल जाने हो होइन बुर्ज खलिफा भोलि बिहान आउने म अनि तपाईँ लिएर कति बजीतिर? भोलि नै अनि यता आउनु पर्छ म। हुन्छ म त्यसो 10 बजीतिर आउँछु यता आउनु सजिलो भएर 10 बजेतिर आउँछु म बिहान। विजयको नि अब एक्जिट हुन्छ, त्यो सोध्दै थियो कि कति बेला आउनुहुन्छ भनेर। अझै खोज्दैछ घर। अब भोलि अब 3 लाख भयो भने झन् सजिलो हुन्छ भन्दैछु। 2 लाख चाहिँ अहिले क्यास छ। यही हो बुर्ज खलिफा। म नभए तपाईँनिर गएर म त्यहाँ ट्रान्सफर गर्न लगाउँछु नि सबै बिल्डिङ सिलेक्सन बनाई हुई है यार। अनि बाँकी रह्यो अटेस्टेड डकुमेन्टको त्यो चाहिँ त्यो चाँडै गरिदिनु पर्छ भाइ। पछि हजुर डकुमेन्ट म इमारा ए तपाईँ त्यो के गरे ओरिजिनल मॉल स्टेशन अटेस्टेड त बनाउनु पर्यो। यही है ना वो बिल्डिंग जो पिक्चर दिखा रहे थे आप? बहुत त्यो ठुलो रहेछ यो भित्र सब हजुर। भोलि ब्याङ्क खोल्ने बित्तिकै म अहिले कल गर्छु। घर कल गर्छु अहिले ब्याङ्क खोल्ने बित्तिकै म 10 बजीतिर यताउता सबै सामान मिलाएर विजयको नि विजयको जागिर होइन उसले चाहिँ उता इजिप्ट एक्जिट बनाएको छ क्या A to A बनाएको छ क्या। अनि उसको सामान त्यो गरिदिन्छु त्यहाँ सिलिकनमा सिलिकन गरेँ उहाँ युनियनमा छोडेर आउँछु। त्यहाँनिर पाछ भेनाजुले लगाइदिन्छु भन्नुभएको छ। अनि उसको वहीँ गाउँको त्यही त मैले स्क्यान गरेर पठाएको छु त नि तपाईँलाई।